हेलो गाइज, गुड मर्निङ। धेरै दिनपछि म फेरि भ्लगमा आइसकेको छु र आज चाहिँ म आइआइटी जाँदैछु र म घरबाट निस्किसकेँ र घरबाट निक्लिएर बाटोमा हेर्दाखेरि चाहिँ यस्तो राम्रो माउन्टेन देखिरहेको थिएँ मैले। Why try so much to get back? That's something you thought I had to drive me crazy, but I still want you here. So just give me the gun, I'll just pretend like that. I don't understand it, but you keep me together when everything around me keeps me under pressure. Yeah, it's so overwhelming. फाइनल्ली मैले चाहिँ अब चेक इन गरेर आइसकेँ। यस्तो अगाडि बढ्दैछु। त्यहाँ भाइहरू यतापट्टि छन्। त्यहाँ भाइले चाहिँ कसलाई यस्तो डाइरेक्सन दिइरहेछ। यहाँ भाइ चाहिँ यतापट्टि यस्तो गरिरहेछ। अब हामी चाहिँ यहाँबाट फाइनल चेक इन भनौँ। त्यस पछाडि चाहिँ हामी तल प्लेन भाटामा जान्छौँ। त्यसको लागि यहाँनिर यस्तो लाइन बस्छौँ। ओहो, विदेशहरू त टन्नै टनाटन छ नि त के हो। हामीले चाहिँ चेक इन गरेर आइसक्यौँ। अब रमाइलो हुँदैछ। कस्तो हुँदैछ? रमाइलो हुँदैछ। अब तिम्रो एक्सपेक्टेसन भनौँ त के छ त? एक्सपेक्टेसन त अब उहाँ हामी गइन्छ, नयाँ नयाँ साथीहरूसँग भेट गरिन्छ, कोलाब्रेसन गरिन्छ, पार्टनरसिप गरिन्छ र नयाँ कुराहरू सिकिन्छ। आइआइटी मद्रास प्रभातकमा थ्याङ्क यू सो मच ओके फर गिभिङ दिस अपर्च्युनिटी। अब हामी आइसक्यौँ। अब यहाँ एक दुईजना भेट्न बाँकी छ। एक दुईजना भन्दा नि भर्खर हामी तिनजना मात्र होला सायद फर्स्टमै आएको। अब यहाँ यसो चिनेको को कोलाई भेटिन्छ हेर्नु पऱ्यो। यस्तो घुम्नु पऱ्यो। अब यहाँ 1 घन्टाको कुर्नु पर्ने छ गाडी, प्लेनलाई गाडीलाई भन्न आएछ। गाइज आज यस्तो भयो कि म यहाँनिर आइरहेको थिएँ होइन। त्यस पछाडि यो गेट नम्बर 7 को मान्छेले सुनिल विष्ट भनेर बोलायो। अनि टक्कलाई हामी दुईजना आयौँ। यस्तो टक्का 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 अनि लास्टमा आए पछाडि त अर्कै सुनिल विष्ट अरे। ल हुनु त सुनिल विष्ट चाहिँ अनि म आइरहेको छु क्या सुनिल विष्ट। एकचोटि भेटिदिन्छु यार म त। तपाईँको नाम सुनिल विष्ट हो? हजुर। ओके, मेरो नाम पनि सुनिल विष्ट। ल नाइस टु सी यु। एउटै एकचोटि हामीले दुईजना भेटिसक्यौँ है। त्यही त म त यस्तो ए होइन, म चेन्नई जाने हो। ओके ल गाइजहरू, आज नयाँ एक्सपिरियन्स। ल अब चाहिँ हामी यहाँ प्लेनमा यस्तो चेक इनमा गइरहेछौँ। यो सब हाम्रो ग्रुप हो यो सबजना केटाहरू। हामी यहाँ अब चेक इनमा छौँ। चेक इन अब यो रमाइलो हुँदैछ। अब यहाँ यस्तो अगाडि बढ्नुपर्ने छ। म चाहिँ अगाडि आइसकेँ। 3 hours later. अहिले चाहिँ म ठ्याक्कै लाएर इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्ट दिल्लीमा आइपुगेको छु। यस्तो बवाल छ यहाँ। अब म यहाँ इमिग्रेसनमा जाँदैछु। लाएर ए छ यहाँ त्यही गर्नु। ल भर्खर ड्युटी फ्रीबाट बाहिर निक्लिरहेको छौँ। भएर यस्तो क्रेजी हामी 12 नम्बरमा जानुपर्ने छ। हाम्रो साथीहरू सब अगाडि गइरहेछन्। क्रेजी वाइल्ड फायर हो। वाइल्ड फायर फायर होइन, वाइल्ड फायर। अब यहाँनिर टक्कर ए यहाँ हाम्रो ऋतिका यता हुनुहुन्छ। ए भाइ के छ? ब्यागेज कहाँ लियो तिमीले? ऊ त टुवेलमा जाने हो नि त ब्यागेज। ए ऋतिक दा यहाँ ब्याग खोज्दा हैरान हुनुभएछ। ए छैन। कुरिरहेको थिएँ होइन, कुरिरहेको थिएँ। अनि यस्तो हेरेँ मेरो ब्याग आयो भने त होइन पो रहेछ यार। यस्तो भयो भने चाहिँ अनि झुर हुन्छ त। अनि त्यस्तो बेलामा चाहिँ 1 and only वाला ब्यागेज भयो भने ठिक हुन्छ है। त्यस्तो ब्यागेज कसैको नहोस् क्या। अब पेन्ट गरेर ल्याउने नेक्स्ट टाइम। ओके गाइज, हामी यो यत्रो ठुलो यो टिम सबै हाम्रो है।
बिस्तारै हामी आइरहेछौँ सरर लाएर टर्मिनल 2 मा जाँदैछौँ। टर्मिनल 2 मा यत्रोजना हिँड्दै हिँड्दै यहाँबाट लास्टसम्मको सबै हाम्रै टिम हो। ओके टर्मिनल 2 केटाहरूले यहाँ फ्लाइटको स्यान्डविच खाँदैछन् र हामी चाहिँ अब यहाँ फुड कोर्टमा आइसकेका छौँ। सबवे, टेस्ट अफ इन्डिया, टिफिन एक्सप्रेस यति धेरै छ। अब हामीलाई जे मनपर्छ हामी त्यही खान्छौँ किनकि सबै केटाहरू लास्ट भोग्दैन। कति हो भोग लाग्छ केटाहरू यस्तो भनेर मैले देखिसकेँ उसको स्यान्डविचको बाइट देखेर थाहा पाइन्छ कि कतिको भोग लाग्छ भन्ने कुरो। यतिले पुग्दैन त्यही भएर हामी अब यस्तो मजाले खान्छौँ अनि यहाँ खाइसके पछाडि मात्र हामी अगाडि बढ्छौँ। हाम्रो खाजा आइसकेको छ। यो भाइहरूले के बगाए र हाम्रो खाजा चाहिँ यस्तो छ है। हाम्रो खाजा आइसकेको छ। ओहो यति त बढी हुन्छ कि क्या हो। टन्ने आयो त केटाहरू खाजा त टन्ने नै आयो यार। अनि हामीले उनी ल्याएन त अनि के। ओके गाइज मैले चाहिँ आशिका दिदीको चस्मा लगाइसकेँ। अब यसको बारेमा चाहिँ उहाँले भन्नुहुन्छ ल भन्नुहोस् त। म यसको फिचर भन्नु त। यो चस्मा लगायो भने फोटो खिच्छ भिडियो खिच्छ त्यति ल यो चाहिँ खतरा लाग्यो है मलाई। ओके गाइज यसमा एआई छ क्या हो यसले तपाईँले होइन CYAN हो स्यान भनेर बोलायो भने फोटोसोटो खिच्छ यो के लेखायो भन्यो भने भन्छ। ओके यसमा चाहिँ एआई छ है केटाहरू। यसमा सियान तर त्यसमा त्यो छैन क्या कहाँबाट यसले चाहिँ यो के हो सबै पढ्न सक्दो रहेछ है। अब सबैले मलाई सब्सक्राइब गरेर मेरो मिलियन सब्सक्राइबर भयो भने म यो किन्ने भयो है। इम्पोर्टरलाई गाइज अब हामी फाइनल बोर्डिङको लागि है फाइनल बोर्डिङको लागि हामी अगाडि बढ्दैछौँ। अब यहाँबाट त्यो चाहिँ फाइनल बोर्डिङ हो। यहाँबाट चाहिँ अब हामी एकैचोटि चेन्नईमा भेट हुन्छ। IIT कलिङ। अब हामी चेन्नईमा भेट हुन्छ। यहाँ दाइहरू लास्ट गफ लाएर बसिरहनु भएको छ। झन्डै मैले मेरो ब्यागै बिर्सेको। एक्साइटेडमा ब्यागै बिर्सेर हिँड्छु मैले यार। ल ब्याग पनि बोकेँ। इन्टेन्स अब फेरि यहाँ पनि लाइन बस्नुपर्ने छ। यहाँ बिजेन दाई र हाम्रो एडेक्सको दाई चाहिँ कुरा गर्दै हुनुहुन्छ। ओके गाइज दिल्लीको उसबाट हामी अगाडि बढिसक्यौँ कि अब हामी अगाडि बढ्दै प्लेनमा चढ्दैछौँ। र यहाँ चाहिँ हामी प्लेनमा चढिसक्यौँ। अब प्लेनमा चाहिँ भिडियो नबना भन्छ मलाई थाहा छ। ओके गाइज हाम्रो यहाँ खाना आइसकेको छ। सुषमाको खाना आइसकेको छ र सुषमाले खोलिरहेछ ल। यो चाहिँ हाम्रो खाना छ। यसमा चाहिँ के छ अनि दिस तकलिरी अनि त्यसपछि यहाँ छ हाम्रो थोरै स्न्याक्स। इन्डिगोले अहिले चाहिँ राम्रो दियो है। अघि नै त मलाई यस्तो त्यो स्यान्डविच दिएको यस्तो मन परेको थिएन। अहिले चाहिँ राम्रो छ है केटाहरू। तिमीहरूको दाइको पनि आइसक्यो है। यो चाहिँ मेरो हट चक्लेट र यो चाहिँ मेरो स्न्याक्स यस्तो छ के लेखिरहेको छ फ्रम द सेफ टेबल। ल यस्तो दिइरहेछ है। यस्तो दिन्छ ट्याक्क लाएर। अब पहिला म यो खान्छु। यो खाए पछाडि कस्तो रहेछ भनेर पछि रिभ्यू दिन्छु। मैले भनिहालेँ अघि नैको चाहिँ तिनीहरूले स्यान्डविच दिएको थियो त्यो चाहिँ मलाई मन परेन। यदि इन्डिगोको कसैले सुनिरहेछ भने त्यो राम्रो थिएन सिधै कुरा। अब यो कस्तो हुन्छ हेर्छु। लेट्स ह्याभ इट। यो कस्तो छ है त। हट चक्लेट ठिकै छ।
Okay, let's check this one. Okay. You can hear me. It's nice. यसको लागि चाहिँ यहाँ सस पनि दिएको छ अचार यो डेजर्ट भइहाल्यो यो चाहिँ मिठो हुन्छ जस्तो लागिरहेछ है मलाई लेट्स सी ओ यो अलिकति चिसो रहेछ हैन तर ठिकै छ When I'm up through the night, I can't turn down the noise. Tear all the worries out of my mind about who I'm supposed to be. I start to believe I can't get it right. Remember the days I let slip away. They were simpler times. Mama told me before you leave, if there's only one thing you remember from me, child, when you're out on your own, a million miles from home, feeling the weight of the world on your shoulders, child, don't forget who you are, don't lose your head or your heart. I'll bet my life on your stars, you'll be dancing, dancing on the moon. You'll be dancing on the moon. I bet my life you'll be dancing on the moon. I bet my life you'll be One eternity later. Okay guys, after a long flight हामी बेंगलोर आइसकेका छौं सरी बेंगलोर हैन चेन्नई आइसकेका छौं अब हामी यहाँबाट सिधै आईआईटी जाने छौं पहिला सुरुको सामान लिनु पर्यो चेन्नई आइपुग्यो है चेन्नई अगाडि गएर ब्याग नम्बर 4 बाट हाम्रो ब्याग लिनुपर्ने छ त्यसको साथसाथै सबैजनाले पछाडि आइरहनु छ म चाहिँ फर्स्टमा आइरहेको छु ओके हामी चाहिँ ब्याग लिनको लागि बेल्ट फोमा जानुपर्ने छ बेल्ट फोमा गएर ब्याग लिनु पर्यो यस्तो छ एयरपोर्टको अवस्था मेरो कान दुखेर मैले बोलिरहेको छु कि छैन भने आफूलाई फिल भइरहेको छैन कान पुरै ब्लक भएर जस्तो फिल भइरहेको छ मलाई ओके बेल्टको त्यहाँ अगाडि रहेछ किनकि हामी अगाडि नै थियौँ नि त सबभन्दा पहिले सुरु हामी नै आयौँ त्यही भएर हामी बाहिर हजुर सिम त यता एक्जिटतिर पाइन्छ होला हजुर ए हो र ए ओके सिम पनि दिने कुरा आइरहेछ अरे उता हो ऊ बेल्ट फोर यता के हो हामी ब्यागेज भन्दा अगाडि आइपुगेछौँ यो सुरु नै गरेको छैन मुभ हुन है यतिको छिटो चाहिँ हुनु पर्यो क्या अरू भने यस्तै हो के त्यही प्लेनमै आउँछ ए होइन ओके गाइज हामीलाई लिनको लागि आइसक्नु भएको छ र हामी अब बाहिर निक्लिरहेछौँ हामीलाई लिनको लागि यता ओके यता हामी चाहिँ यता लिन आइसक्नु भएको छ र हामी आइसकेका छौँ अलिक पछाडि जाउँ पिपे ओहो सब टोली त यता जम्मा ल हामी सब टोली यता जम्मा भइसकेका छौँ
हामी चाहिँ आइसक्यौँ यहाँ हाम्रो दाइ हुनुहुन्छ दाइको फ्री पब्लिसिटी गर्ने दाइको के हो अरे म चाहिँ असिम श्रेष्ठ हो होइन तपाईँको प्रोडक्ट होइन म नै प्रोडक्ट दाइको प्रोडक्ट चाहिँ दाइ हाम्रो दाइको बारेमा त के भन्छ नेपाल हर दियो बोल्छ दियो बराबर छ अनि इन्डियामा दियो बाल्न आएका छौँ इन्डियामा हामी अब चेन्नईमा दियो बाल्छौँ 2 महिनासम्म दियो बालेर तापेर गर्मीमा र यो चाहिँ हाम्रो गाडीभरि एक जम्बो टोली बोकेर हिँड्नेछौँ हामी अब हामी सिधै सी यू एट द होटेलको नाम चाहिँ के हो अरे द होटेल द टाउन हल ओके सी यू एट द होटेल चाहिँ आइसकेँ र अब हाम्रो यहाँ स्वागत हुँदैछ थ्याङ्क यू सर थ्याङ्क यू ल यहाँ सबैले यस्तो माला लगाउने कार्यक्रम चलिरहेछ यसरी ट्याक्क लगाएर माला लगाएर हामी चाहिँ यसरी सबैले माला लगाउने कार्यक्रम सक्यो अब हामी माछा चाहिँ यहीँको निकाल्दै खाने हो छानी माछा खानुपर्छ जस्तो छ र जिन्दगीमा माला लाएर सक्ने ओके सर अब यता ब्याग राख्ने अनि खाना खाने ओके गाइज यो चाहिँ मेरो रुम हो म रुममा आइसकेँ यस्तो सरर मेरो रुममेट ल यो चाहिँ यस्तो हाम्रो रुम चाहिँ यस्तो छ यहाँ टिभी पनि छ है यस्तो छ र यति भन्दै अब आजको लागि हामी बाई बाई हुन्छौँ सी यू टुमरो गाइज